आज हामी शरीरभित्र रगतमा चिनी किन बढ्छ र यसलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ भन्ने कुरा सिक्नेछौँ। म इन्सुलिन हुँ। म रगतमा भएको चिनीलाई कोषभित्र ऊर्जा बनाउन लैजान मद्दत गर्छु, विशेष गरी खाना खाएपछि। म सेतो चिनी हुँ। धेरै खाइयो भने म छिटो रगतमा बढ्छु, विशेष गरी राति वा खाली पेटमा। म करेला हुँ। म शरीरको चिनी सन्तुलनमा सहयोग गर्छु, विशेष गरी बिहान सेवन गर्दा। म ओट्स हुँ। म ऊर्जा बिस्तारै दिन्छु र रगतमा चिनी अचानक बढ्न दिन्दिनँ। बिहानको नास्तामा उत्तम। म बदाम हुँ। म मुटुको स्वास्थ्यमा सहयोग गर्छु र चिनीको अचानक वृद्धि कम गर्न मद्दत गर्छु, विशेष गरी बिहान वा दिउँसो स्न्याकमा। म स्याउ हुँ। म फाइबरले भरिएको छु र चिनी बिस्तारै शोषिन मद्दत गर्छु, दिउँसो खान उपयुक्त। म बिहानको हिडाई हुँ। म मांसपेशीलाई चिनी प्रयोग गर्न मद्दत गर्छु र मेटाबोलिजमलाई सक्रिय बनाउँछु, दैनिक 30 मिनेट। जब तपाईँ सन्तुलित खाना खानुहुन्छ र सक्रिय रहनुहुन्छ, म सजिलै काम गर्न सक्छु र रगतको चिनी सन्तुलनमा राख्न सक्छु। मधुमेह पूर्ण रूपमा निको नहुन सक्छ, तर सही बानी, सन्तुलित खानपिन र नियमित जाँचले यसलाई नियन्त्रणमा राख्न सकिन्छ। सेकेन्ड पार्टको लागि लाइक, फलो, सब्स्क्राइब, शेयर र कमेन्ट गर्न नबिर्सनुहोस्। डिप केयर फार्मेसीलाई समर्थन गर्नुहोस्।